यी हुन् विश्वमा चर्चित 5 नेपाली भाषी व्यक्तिहरू। नम्बर 1 डाक्टर सन्दुक रुइत। डाक्टर सन्दुक रुइत विश्व प्रसिद्ध नेपाली नेत्र चिकित्सक हुन्। ताप्लेजुङमा जन्मिएका उनले रुइटेक्टोमी विधि विकास गरी आँखाको उपचारलाई सरल र सुलभ बनाए। यसै माध्यमबाट उनले नेपाल सहित विभिन्न देशका लाखौं दृष्टिविहीनलाई निशुल्क दृष्टि फर्काएका छन्। तिलगङ्गा आँखा केन्द्र मार्फत उनले सेवामूलक आँखाको उपचारलाई निरन्तर अघि बढाए। मानव सेवामा गरेको अद्वितीय योगदानका कारण उनी दृष्टिका देवता भनेर चिनिन्छन् र सन् 2006 मा रमन म्याग्सेसे पुरस्कारबाट उनी सम्मानित भए। नम्बर 2 डाक्टर महावीर पुन। डाक्टर महावीर पुन नेपालका वैज्ञानिक, सामाजिक उद्यमी र हालका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुन्। अमेरिकामा अध्ययन गरेर नेपाल फर्किएका उनले दुर्गम क्षेत्रमा तार सहित इन्टरनेट प्रविधि मार्फत सूचना र सञ्चार सेवा पुर्याए। उनी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पनि हुन्। नम्बर 3 पवन चामलिङ। पवन चामलिङ नेपाली भाषी राजनीतिज्ञ र कवि हुन्। उनी सिक्किमका पूर्व मुख्यमन्त्री हुन् जसले सन् 1994 देखि 2019 सम्म लगातार 5 कार्यकाल नेतृत्व गरे। 24 वर्षभन्दा बढी समय मुख्यमन्त्री बनेर सिक्किमलाई शिक्षा, स्वास्थ्य र पूर्वाधारमा विकसित बनाए। उनले नेपाली साहित्यमा पनि योगदान दिएका छन् र नेपालका नेताहरूलाई सिक्किमको विकास अनुभवबाट सिक्न सुझाव दिएका छन्। नम्बर 4 डेनी डेन्जोङपा। डेनी डेन्जोङपा अन्तर्राष्ट्रिय स्तरमा सफल नेपाली भाषी अभिनेता हुन्। उनी सिक्किममा भुटिया परिवारमा जन्मिएका हुन् तर नेपाली भाषी परिवारमै हुर्किएका हुन्। उनी नागरिकका हिसाबले भारतीय हुन्। बलिउड फिल्म अग्निपथ, घातक र हलिउड फिल्म 7 इयर्स इन तिब्बतमा उनको अभिनयले नेपाली भाषी समुदायलाई विश्वभर चिनायो। नम्बर 5 आचार्य बालकृष्ण। आचार्य बालकृष्ण पतञ्जलि आयुर्वेदका सह-संस्थापक हुन्। उनले आयुर्वेद, योग र प्राकृतिक उपचार विश्वभर फैलाए। पतञ्जलिका उत्पादनहरूले नेपाली ज्ञानलाई अन्तर्राष्ट्रिय बजारमा चिनाएका छन् र उनले योग र प्राकृतिक चिकित्सा प्रचारमा उल्लेखनीय योगदान गरेका छन्। भिडियोलाई लाइक अवश्य गर्नुहोला अनि हाम्रो आइडीलाई फलो गरिदिनु होला। धन्यवाद।